हेलो गाइज, नमस्ते। नमस्ते। हामी आफ्नो व्यक्तिगत समस्याले गर्दा गत हप्ता लगातार 2 हप्ता चाहिँ हामीले भिडियो बनाएर हाल्न पाएनौँ। हामी एकदमै भनौँ न एउटा पर्सनल समस्याले रिजनले गर्दा होइन त। अनि अहिले फेरि जताततै चुनावको माहौल छ होइन, त्यो माहौलले गर्दा हामीले सुट गर्नलाई, भिडियो सुटिङ गर्नलाई चाहिँ एउटा भनौँ न राम्रो वातावरण नपाएको एउटा हिसाबले गर्दा होइन, जताततै डिस्टर्ब चुनाव प्रचारको होइन, अब कपिराइट लाग्छ, बुझ्नुहोस् न तपाईँहरूले होइन। त्यही भएर चाहिँ आज हामी आफ्नै घरको छतमा हजुरहरूलाई हँसाउने प्रयत्न गरिरहेका छौँ। अनि यसपालिको भोट चाहिँ नयाँलाई हो कि पुरानोलाई हो बुढी? मैले त यसपालि नयाँमा हाल्ने विचार गरेको छु, किनकि अब पुरानालाई हेर्दा हेर्दा यत्रो वर्ष चान्स दियो होइन, खै केही उपलब्धि भयो जस्तो मैले देख्दिनँ। त्यही त के, यो पुरानोमा हाल्दा 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 म पनि एकदमै हैरान भएको छु। ए त्यसो भए तपाईँले नि अहिले नयाँमै हाल्ने विचार गर्नुभएको छ? अब तिमीले नयाँमा हाल्ने भएपछि म पनि अवश्य नयाँमा हाल्छु नि। तर म चाहिँ 2टा चिजमा नयाँमा हाल्न चाहन्छु। एउटा भोट नयाँमा, होइन नोट होइन। म तिमीमा हाल्दा 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 हैरान भयो। यो 17-18 वर्ष भइसक्यो। अब चाहिँ म नयाँ लिएर नयाँमा हाल्ने विचारमा छु। होइन, भन्न खोजेको चाहिँ के हो? रिस उठाउने कुरा नगर्नु है। अझै बुझेनौ? जस्तो तिमीले पुरानो सरकारलाई लहटेर भोट नयाँमा हालेर नयाँ सरकार ल्याउनु खोजेछौ नि, मैले पनि सरकार नयाँ ल्याउनै चाहन्छु होइन, नयाँमा भोट हालेर। अनि फेरि रिसाउँछौ कि? अनि त्यहाँबाट त्यसपछि के? अब बुढी पनि यसो नयाँ ल्याउन पाए हुन्थ्यो के। पुरानोमा हाल्दा हाल्दा हैरान भयो, नयाँमा हाल्न पाए, नयाँ सरकार नयाँ बुढी जाति हुन्थ्यो कि भनेर। ए जाति त हामीलाई पनि हुन्थ्यो नि, नयाँ सरकार नयाँ बुढा, त्यसै त भन्न परेको रे। मैले पनि। तिमी त बुढी भइसक्यौ, तिमीले त नयाँ बुढा कहाँबाट पाउँछौ र? हो त्यो त अब हजुरलाई मात्रै हो बुढी जस्तो लागेको। ए साथीहरू, मेरो बुढी त्यस्तै हो। एजेड देखिन्छ कि भर्खरको देखिन्छ, उसले त घमण्ड गरिराख त। अनि मैले नि नयाँ बुढा पाउँछु। तपाईँले नयाँ बुढी पाउनुहुन्छ भन्ने सोच राख्नु नि रहेछ। म पनि के काम छु र, मैले नि पाइहाल्छु नि। होइन, तिमी त बुढी भइसक्यौ, हामी छोरा मान्छे जस्तो भर्खरको चाहिँ देखिन्छ। को बुढी भएको छ, को बुढो भएको छ, त्यो त म त हैरान भइसक्यो के। 17-18 वर्षदेखि खालि त्यही पुरानोमा हाले। अब चाहिँ जो नेपालको सिस्टम नयाँ आउँदैछ त्यस्तै सिस्टममा म पनि एकदमै आतुरी छु। मलाई नि वाक्क दिक्क पेक्कै भयो, पुरानो सरकार पुरानो बुढा। तिमीले त अब मैले कुरा तिमीलाई भनेर तिमीले खत थाप्यौ, तर चाहिँ मेरो भित्री चाहना चाहिँ त्यही हो, नयाँ चाहिँ। ठिकै छ नि त, अब भनिहाल्नु भयो, मनको कुरा अब ओकली हाल्नु भयो। अब के छ हजुरको विचारलाई भन्नुहोस्, के गर्न सक्छु मैले? अब तिमीले चुनावको प्रसङ्गबाट निकाल्यौ, यसपालि नयाँमा हाल्ने हो, पुरानोले केही खेसेनन् अनि नयाँले केही गर्छन् कि भनेर नयाँलाई चान्स दिने हो भन्यौ। त्यही भएर मैले पनि भनेपछि मैले पनि यत्रो 16-17 वर्ष केही उपलब्धि भएन मसँग बसेर भन्न खोजेको हो। अब यस्तो हुँदो रहेछ के बुढी, हामी छोरा मान्छेको चाहना चाहिँ त्यो भनौँ न 16-17 वर्षदेखि त्यो अब त्यसमा त्यो हालेको हालै अब नयाँमा हाल्यो भने चाहिँ केही नयाँ प्रस्तुति, नयाँ पर्फर्मेन्स होइन, नयाँ एक्टिभिटिज, नयाँ नौलो भनौँ न वातावरणहरू पैदा हुन्छ कि भनेर चाहिँ मैले चाहिँ यसो नयाँमै हाल्न पाएदेखि हुन्थ्यो भन्ने हो। पाउँछु पाउँदिनँ थाहा भएन, तर मेरो चाहना चाहिँ अब नरिसाउ न त, कुरामा कुरा राख्नु त पाइयो के रे। म रिसाएको पनि छैन, म केही भन्नेवाला पनि छैन। तिमी राम्रै छौ त यार, किन रिसाउँछौ? मैले त तिमीलाई मजाक गरेको। हैन म रिसा हैन। पुष्ट छौ यार।
होइन त्यस्तो होइन अब के भन्न खोजेको मैले झ्याप्पै चुनावको माहौलको बारेमा भनिहालेँ तपाईँको सोच त्यस्तो रहेछ मनको कुरा उकालिहाल्नु भयो नि त अब गल्ती मिस्टेकले भए पनि हो कि अब रहरले नै भन्नुभयो भन्न चाहिँ भन्नुभयो रहर मिस्टेक गल्ती केही पनि होइन मेरो चाहिँ मुटुमा चस्स बिज्यो है चस्स बिज्यो नभन तर हरेक छोरा मान्छेको चाहना चाहिँ घरकोलाई माया गर्छ घरमै छ आफ्नो ठाउँमा छ तर बाहिर नयाँमा हाल्न खोज्छ के जस्तो सारा नेपालीले अहिले नेपालभरि भोट त नयाँमा हाल्ने हो भने त्यस्तै हरेक छोरा मान्छेको चाहना चाहिँ नयाँमै हाल्ने हुन्छ के मैले पनि अब केटीहरू बटुल्छु अब नयाँ बुढा चाहियो भनेर अब मैले पनि त्यस्तै सोच लिएर हिँड्नु त्यो त अब यस्तो हो नयाँ बुढा जन्नाइ कि आसेपासे तपाईँले भन्न खोजेको जस्तो आउला नि हाम्रो पनि पछि 2-4 जना त यस्तो छोरा मान्छेलाई प्रकृतिले त्यस्तै बनाइदिएको हुन्छ र प्रकृति सच्ची मैले जान्दिनँ प्रकृति सर्कृति तिमीले सक्छौ त नसक्ने हो र सक्दैनौ ओके अर्को कुरा के भने नि सबैजनाले मलाई भन्नुहुन्छ कि होइन एनएस मगरको बुढी च्वाक छ भनेर भयो अब केही भन्न पर्दैन मक्ख पर्छ भने तिमी त्यो भन्दा कमेन्ट हेरेर अनि कतिले कस्तो पनि लेख्छन् होइन मैले तिमीलाई चाहिँ के अरे ह्यान्डलिङ गर्नै सक्दैन जस्तो कुरा पनि गर्छन् सक्छ कि सक्दिन ह्यान्डलिङ गर्न साँच्चै रिसाइ यार बुढी त यार पुरानो त मलाई नि कामै छैन हो त ल हेर्नु त साथीहरू बुढी त साँच्चै रिसाइदिरह यार नरिसाउ न यार नयाँ भन्दा पुरानै ठिक हुन्छ के चुनावमा नयाँ हो तर चाहिँ हाम्रो व्यक्तिगत जीवनमा होइन लाइफमा वाइफ हस्बेन्डमा चाहिँ पुरानै ठिक हो हामी एकदम खुसी छौँ तर चाहिँ चुनावमा भोट चाहिँ नयाँमै हाल्ने हो आफ्नो घरको चाहिँ पुरानैमै हाल्ने हो अब त खुसी भौ न अब त कस्तो सेन्टी भइदियो यार हँसाउनको लागि पनि अनि सुन न अस्ति के भयो थाहा छ होटलमा नास्ता खान गएको त्यहाँ लेडिज थियो काउन्टरमा नास्ता खाएर निस्के अनि नास्ता खाएर निस्केपछि मुख त पोस्नु पर्यो अनि त्यो हुन्छ नि न्यापकिन पेपर पनि भन्छ टिस्यु पेपर पनि भन्छ क्या टिस्यु पेपर भन्छ टिस्यु पेपर त राखेको हुन्छ अनि मैले भने दिदी त्यो टिसी दिनु न भने अनि मोरी हाँस्यो क्या टिसी भन्दाखेरि होइन टिसु भन्छु भनेको टिसी भनेको अनि होइन के को टिसी हो भनेर सबै हाँस्यो त्यहाँ खाना बसेका मान्छेहरू टेबलमा भएको अनि त्यस्तो हुन्छ है बेइज्जती केही होइन त्यो भएको घटना हो कि त्यो हो होइन ल गाइज अब हाम्रो साथीहरूलाई तिमी बाख्रा बन म चाहिँ बोका बन्छु अनि कसको चाहिँ पर्फर्मेन्स राम्रो हुन्छ उहाँहरूले कमेन्टमा लेख्नुहुन्छ हुँदैन ओके तिमीले के गर्ने भन्दा अब बाख्राको 4वटा खुट्टा हुन्छ नि त अब हाम्रो त हात छ तर हातलाई खुट्टा बनाएर बाख्राको एक्टिभिटिज गर्ने के बाख्रा जस्तो कराउने हिँड्ने यताउति अनि तिमी बाख्रीमा म बोका हुन्छु बोका मेरो नजर हुन्छ म आफ्नो एक्टिभिटिज गर्छु म म्या गर्नु पर्यो हो अनि कसको पर्फर्मेन्स राम्रो हुन्छ साथीहरूले कमेन्टमा अवश्य कमेन्ट गर्नु होला है त भनेपछि पर्फर्मेन्स राम्रो देखाउनु पर्यो ल है त गाइज है तपाईँहरूलाई चाहिँ अब कमेडी पाराले इन्टरटेनमेन्ट दिनको लागि अनि जताततै चुनावको माहौल छ होइन यसो मुड फ्रेस गर्नको लागि होइन धेरै कुरा हामी नगरौँ यस्तै हो होइन बिना स्क्रिप्ट भिडियो बनाउँदाखेरि कताबाट कता जान्छ थाहा हुँदैन
यो चुनावी माहौलले गर्दा हामी बाहिर जान पाएका छैनौँ। अस्तिको 2 हप्ता त हामी आफ्नो समस्याले गर्दा भिडियो बनाउन सकेनौँ। तर यो चुनावपछि सम्भवतः अर्को हप्ता भएन भने चुनावपछि चाहिँ एकदम कडक कन्टेन्ट लिएर आउनेछौँ हामी पहिलाको जस्तै। अहिले हाम्रो च्यानलमा चाहिँ भिडियो पनि चलिरहेको छैन के। अब तपाईँहरूले माया त जतिजनाले गर्नुभयो, थ्याङ्क यू सो मच।